त्यस्तै तिमीले मलाई खुब गाली दियौ तर मैले त्यो गाली लिएन भने के हुन्छ? दिनेले दिन्छ, लिनेले लिएन भने खेल खतम। त्यसकारण तपाईलाई कसैले गाली दिएर समस्या उत्पत्ति हुँदैन, तपाईले गाली लिनुहुन्छ, समस्या त्यहाँबाट सुरु हुन्छ। पोइन्ट टु बी नोटेड। संसारमा मान्छेले गाली दिने मान्छे, कुरा काट्ने मान्छे, आलोचना गर्ने मान्छे, अझ पिटपाट गर्ने मान्छे, हमला गर्ने मान्छे जति पनि छन्, हिजो पनि थिए, आज पनि छ र भोलि पनि रहनेछ। तर अरूले तपाईलाई गाली गर्दैमा, अरूले तपाईलाई धोका दिँदैमा, अरूले तपाईलाई पीडा दिँदैमा तपाईँ दुखी हुनुपर्छ भन्ने छैन। अरूले दिएको दुःखलाई तपाईले लिए किन? दिनेवालाले दिइहाल्यो, लिने मान्छेले किन ल्यायो? नलिए पनि हुन्छ। अब यही